नमस्कार दर्शकबिन, यो हो मध्याह 12 बजेको इन्टरभ्यू र मेरो पासमा हुनुहुन्छ, मेरो माझमा हुनुहुन्छ कुलदाई देवकोटा। उहाँलाई कार्यक्रममा स्वागत गरौँ। धन्यवाद। अनि कुलप्रसादजी यहाँ भूगर्भविद हुनुहुन्छ। म यहाँसँग भुइँचालोको बारेमा प्रश्न गर्न चाहँदैछु। हजुरलाई के लाग्दैछ यो बारेमा? अब सबै पीडित छन्। अब भुइँचालो कहिले आउँछ, कसरी आउँछ भन्ने कसैले पनि प्रुभ गर्न सक्दैन। सबै पीडित छन्। अब यस्तै हो, भुइँचालोको सबैलाई पीडित भएको छ। अब हजुर हो, सबैजना पीडित छन्। अनि यो खास खानी तथा भूगर्भविदलाई त अलिकति पहिला थाहा हुनुपर्ने होइन र? किन तपाईँलाई पहिला थाहा भएन त? पहिले त कसैलाई पनि थाहा भएन। अब पहिले थाहा चाहिँ अब वैज्ञानिकहरूले त अब चन्द्रमा त छोइसके। चन्द्रमा त कुनै ठाउँमा चाहिँ अब चन्द्रमामा चाहिँ सबै कुरो थाहा पाइसक्यो भने अब तल जमिन मुनिको चाहिँ वैज्ञानिकलाई कसैलाई पनि थाहा हुँदैन। हजुर, माथि खुल्ला हुन्छ, तल माटो ढुङ्गा माटो हुन्छ, त्यसैले पनि हुनसक्छ। अनि तपाईँको गाउँठाउँमा भएका क्षतिबारे अन्य विवरणहरू के छन् बुझाउनुहोस् त कुलदाई देवकोटा।